प्रसाद लागेको साथीलाई पनि हान्छु भर्खर आइपुगेँ त्यस्तो भिड त थिएन तर वाटेभर भिड नै थियो तैँले यत्रो आइसको डल्लो हालिदिएको थिइस् नि त्यसले गर्दा मेरो घाँटी नै बिहान उठ्दाखेरि घाँटी नै खुलेको थिएन Ours to keep. Guys, मलाई सुत्ता गरेर आइपुग्यो कलै लागेको छैन फेरि कन्फ्युजन भयो होला कस्तो टायर्ड फिल भयो यार के खान मन छ बट के लिउँ भनेर थाहा नै छैन अनि दिस वान I need this one. This costs 200 rupees. Rakura here. आज पनि 1 घन्टा वेट गरेपछि मात्रै आयो अस्मिता मै हो तिमी दुब्लाको कि मोटाको जाने बेला हो भनेर कहिलेदेखि जान थालेको अस्ति जान्थ्यो तर अस्ति गएपछि जानु छोड्यो अनि अब त झन् जानु गयो जिम जानु कि घरमा बस्नु कपाल कलर गरेनु गरेँ काटेछु नि अलिकति लामो भएको त फेरि काट्यो कसै जानु म थाहा पाउँदिनँ ल तिमीलाई यस्तो 1 वर्षपछि भेटेको भनेर हो क्या हो
धेरै कुरा हुनसक्छ। त्यही तर म बिर्सिन सक्दिनँ नि त तिमीलाई क्रिन्ज भइदियो के अरे तिमी लानुपर्छ अघि चाहिँ चिता भएर शीतल त्यस्तै छ नि त भाइ त्यहाँ एसी पनि जाँदैछ के गर्नु त मान्छे छ म त के गरेँ थाहा छ त्यहाँ बसिरहेको होइन बाहिर तिमीले कल गऱ्यो त्यहाँ बस्दै गएर भन्नु नि त अनि मान्छेले धेरै गरेँ अनि म फेरि तिमीलाई कल गरेँ अनि भित्रै जानु भनेर सोधेँ अनि गाई झन्डा उता चाहिँ बस्नु मलाई खाली छैन खान लागेको अब अघिको मलाई त लास्ट हो त्यो देखिरहेको छ दुईजनाको वाइट वाइट भन्छ जहिले म्याचिङ हुन्छ नि कोइन्सिडेन्सली नै भन्छ होइन के भन्छ त्यस्तै होइन म पनि त्यस्तो खबर त होइन अननोइङली भनिदिनु न कोइन्सिडेन्स कस्तो अप्ठ्यारो भयो पनि भन्ने कोइन्सिडेन्स ग्रीन कलर चाहिँ बजार इरिटेटिङ हुन्छ देखो न फर्के आउनुहुन्छ चुङ्गेवाला छ त्यो हुन्छ नि त्यो दाजुमा हाँसिदिन्छु कि त्यही भएर क्या जहिले हाँस्छु मात्रै बिल्ला हान्छ मेरो पनि बिल्ला तर शीतल चाहिँ आएको क्या यसमै बस्नुपर्ने रहेछ कस्तो तातो नि मेरो कुक चाहिँ एक घुर्की जान्थ्यो
भाइरल हुन्छ हल्का 2टा होइन 3टा मैले छैन अरे क्या 3टा तर यो पनि देखिन्छ मतलब त्यति चाहिँ छ होला जस्तो लाग्दैन यो मतलब त्यस्तो फुच्चेर होइन कि तर त्यस्तो बुढो पनि देखिँदैन म्याजिक पाउँछ तर पाउँछ होला भाइले ढिलो निस्केकोले उतै बस्नु हुन्छ भनेर 5:30 त पाउँछ होला अब निस्किहाल्यो नि एकछिन यसको सस्ता भएन क्या के पो एउटा सागो सागो यस्तै भित्र आउँछ नि त्यसकै अर्कोवाला बबल टी खाएर पनि यस्तै आउँछ नि हामीले प्लाटर खाइ नै सकेनौँ Guys, my body is giving up. अस्मिताले चाहिँ एडाप्टर हेर्दैछ उसको चार्जरको लागि अनि उसको पिडिएफहरू पनि बनाउँदैछ टिकटहरू प्रिन्ट गर्दैछौँ हामी खाजा खाएर निस्केको अनि अघि भ्लगकै मैले कसरी गऱ्यो मैले आज स्टार्ट गर्न पनि मजाले पाइनँ अनि अहिले चाहिँ हामी जस्ट टकिङ राइट नाउ म चाहिँ गला गइरहेछ अनि वी ह्याड कोक अनि मलाई कस्तो मेरो बडीले गिभअप गरेको जस्तो फिल भयो बढी थियो एक्सपेक्टेसन मलाई पनि ए ल म एकचोटि गरिहेर्छु अनि फेरि कल गर्छु ल उठाउनु ल सर किनिदिउँ त म गिफ्ट यति छ त अझै एक्सपेन्सिभ गिफ्ट चाहियो त्यो सस्तो हो यो झोला पनि आउँछ यसमा ओहो सो क्युट झोला फ्रीमा अरे बसेर फर्किन कि एडप्टर भिड दिनु भनेर फेरि कहिले हुन्छ त्यतिकै तिम्रो घरकोमा बोलेन भने फेरि होइन होइन हुनु पनि हो नि त अब विदेश जाने मान्छेमा बिग्रेको निस्क्यो त्यही त धोका हुन्छ राम्रो छ होइन साइज चाहिँ छैन 32को त्यो भाइले लग्यो 34को अस्ति तपाईँको मगाउ पठाइदियो 2टा ए प्यान्ट गाइस मैले कलर लगाएको होइन एन्ड देन गेस वाट कालो भयो कि लुक एट माई हेयर यस्तो थियो होइन यस्तो बरु यही ठिक थियो है आई सुड नट ह्याभ डन चाहिँ एट मामा राइट नाउ एन्ड देन गेस हु हेज अराइभ मेरो भाइ हेर्नु त त्यहाँ अनि मैले भन्दै थिएँ गेस फेज हेयर म पानी खान्छु ल ल आइज यहाँ आइज भिडियोमा हाई गर्दै बस्छौ छिटो आइज न अलि नाटक नगरी आइज है यसको हेयर कट हेर्नु न कुन हेयर कट हो मेरो भाइले हौ नाइस भेरी गाइस हामी चाहिँ रातिसम्म यति बित्तिसम्म काम गरेको छ
दसैँ मनाउनको लागि मेरो भाइ आइसक्नु भएको छ यता यता अब हेर्दैन हेर्नु अघि पनि मैले भिडियो बनाउँदा हेरेको थिएँ देख्नुहुन्न क्या अब कालो छ नि त यहाँ हेर्नु न यहाँ आइज यहाँ लाइटमा कमान कमान ब्रो अहिले त अलिक गोरे भएको छ देख्नु